बल्ल थाहा भयो सुरक्षा कतिको भारी छ अब आफै अनुभव गर्नुहोस् एकचोटि आफै अनुभूति गर्नुहोस् मैले के सोध्छु भन्दाखेरि पढाइ कस्तो पढ्नु भएको छ घरमा अनुशासन कतिको छ बाबा मम्मीलाई कतिको टेरिन्छ त्यही नै सोध्न चाहन्छु हजुरलाई जनता बेसरी जान्न चाहेको अवस्था छ अहिले होइन यो छिटोभन्दा छिटो उत्तर दिन म हार्दिक अनुरोध गर्दछु के छ घरमा अवस्था कस्तो छ आमालाई कतिको टेरिन्छ बाबाले भने कतिको मानिन्छ दादासितको मेलमिलाप कस्तो छ ल सोध्नुहोस् पहिला सुरु मैले भनेको प्रश्नको उत्तर दिनु पर्यो नि मैले भनेको प्रश्नको उत्तर खै भनेपछि तपाईँ यो कुरामा चुक्नु भयो बाँसुकी प्लान के चिजलाई अङ्कित गरेर तपाईँले सोध्नुभयो प्रश्न बाबा नखण्ड पिलाउनु भएन लामो के चिज